हेलो सम्पूर्णलाई नमस्कार। म चाहिँ अहिले बिन्दावासिनी दोहोरी साँझमा छु। हाम्रो चाहिँ आज वैशाख 3 गतेदेखि 7 गतेसम्म हाम्रो चाहिँ कार्यक्रमको हाम्रो भव्य तयारी हुँदैछ। सबैजना सबै पाहुना महानुभावलाई धेरै धेरै स्वागत छ। हाम्रो चाहिँ पूर्ण रूपमा आज डेकोरेसन भएको छ है। यहाँ सबैजना हुनुहुन्छ। हाम्रो पूर्ण रूपमा डेकोरेसन यहाँ तयारी हुँदैछ। सबै भगवान रूपी पाहुना महानुभावलाई धेरै धेरै स्वागत गर्न चाहन्छु। हाम्रो स्टेज सबैजनालाई स्वागत छ। आज लोकतत्त्व दोहोरी गायक अनि कमेडियन पनि हो फेरि पछिल्लो क्रमको रवि कार्कीको विशेष प्रस्तुति छ। तपाईँहरू सबैलाई स्वागत गर्न चाहन्छु। सबैजनालाई हार्दिक निमन्त्रणा छ। बाँकीको चाहिँ अब भरे टिकटक लाइभ मार्फत चाहिँ तपाईँहरूलाई देखाउनेछु। आज धेरै धेरै पाहुना महानुभावहरू हाम्रो चाहिँ दोहोरीमा आउनुहुनेछ र हाम्रो करिब आजबाट चाहिँ नियमित हामी चाहिँ 7 गतेसम्म कन्टिन्यू हाम्रो कार्यक्रममा खटिनेछौँ। तपाईँहरू पोखरा स्याङ्जा लगायत जति पनि पाइक पर्ने पाहुना महानुभावहरू हुनुहुन्छ यहाँलाई धेरै धेरै स्वागत गर्न चाहन्छु। प्रदीप सर धन्यवाद। तल कालीगङ्गा छ माथि मेरो गाउँ भन्ने गाउँ है त। पञ्चवटा उठी बसेर नेत्री बस्नु पाएन। सञ्जय दाइ हाम्रो 2 बजेसम्म हाम्रो समय हो। सके ज्योतिषलाई चिना त बाँच्दिन रे तरुनी बिना त। तल काली गङ्गा छ माथि मेरो गाउँ। ज्योतिषलाई चिना त माथि
ससु छाती नै ठोकेर हनीमुनको मिति नै तोकेर तल काली गङ्गा छ माथि मेरो पहिलो चरणको मेरो तागत क्या रुसीको तागत सक्यो अब जुसको तागत निकाल्छु एकछिनपछि जान्छु बिर्सनीलाई सम्झने मस्तै अनि हामी दोहोरी अरू गीत निकाल्छौँ रेडियो साइलोपा होइन राम्रो स्यान जस्तो ओके थ्याङ्क यू हामी अझै रमाइलो गर्नुपर्छ दिदीहरू जान नपाए माया दिदीहरू ग्रुप सन्जय दाईहरू हुन्छ हाम्रो आदिन दाईहरू हुसेन दिदी हामी रमाइलो गर्नुपर्छ त्यो भएछ दोहोरी आइनियो माया दिदी सिधै दोहोरिरहनु एकचोटि फोनमा दोहोरिएको छु मैले मोबाइलमा यसरी आएर फस्दै अघि एकैछिन ल टाइट नगर्नु एकचोटि सबैले ताली बजाइदिनुला हाम्रो जाँड नखाइकन जाँडको रोल गर्न कति गाह्रो छ उहाँले पहिलाको जन्ममा खानुभएको थियो क्या मजाले त्यस्तै लाग्यो रवि